शनिबार विराटनगर सुनसान हुँदा सीमावर्ती भारतीय बजार जोगबनी भने गुल्जार देखिन्छ। जोगबनीमा नेपालीहरूको भिडले खुट्टा राख्ने ठाउँसम्म हुँदैन। जोगबनीको सडक अस्तव्यस्त देखिन्छ। बिहान सबेरैदेखि बेलुका अबेरसम्म खाली झोला लिएर जाने र झोला भरेर फर्किनेको बाटोमा लर्को लागेको हुन्छ। झोलाभरि सामान लिएर नेपालीहरू फर्किँदै गर्दा एउटै शनिबार करोडौँ रुपैयाँ नेपालीले उतै छाडेर आउँछन्। घरयसी खाद्यान्न अर्थात् किरानाका सामानदेखि लत्ता कपडाका पसलहरूसम्ममा नेपालीहरूको भिड लागेको हुन्छ। 500 रुपियाँ जोडीका कुर्ता, सस्तो फलफुल, हाफ प्यान्ट टी सर्ट लगायत अन्य सामानहरू राखिएका ठेलामा पनि नेपालीहरू झुम्मिरहेका हुन्छन्। लैलैमा र सस्तो सामान पाइन्छ भन्ने मानसिकतामा जोगबनी पुगेका नेपालीहरू यतै सस्तो पाइने कतिपय सामानहरू समेत उताबाट बोकेर आउँछन्। तुलनात्मक रूपमा सस्तोमा पाइन्छ भनी प्रचार हुने गरिएका लत्ता कपडाहरू पनि अहिले जोगबनीका व्यापारीहरूले नेपाली अनलाइन स्टोरहरूको मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्न थालेकाले त्यस्तो ठुलो अन्तर देखिँदैन। फेरि अर्कातिर एकदाम भनिएका पसलहरूमा पनि उही सामान एउटा पसल र अर्को पसलमा ठुलो मूल्य अन्तरमा बिक्री वितरण भइरहेको देखिन्छ। जोगबनीमा यसरी भिड लाग्ने नेपालीहरू एकै किसिमका भने छैनन्। कोही उताबाट सामान ल्याएर नेपाली बजारमा बेचबिखन गरी गुजारा चलाउनको लागि जोगबनी जान्छन्। कोही रहरले जोगबनी जान्छन् भने कोही चाहिँ रहर गर्नेहरूको कहरले पनि जोगबनी पुग्ने गरेका हुन्छन्।